हजुर आज चेकिङ चाहिँ वाइल्ड नै छ गाइज यतातिर ल गाइज हामी चाहिँ ठाउँमा आइपुग्यौँ होइन कुदाउँदै लान्छु नि ल भाइ केटा So hey everyone, Lasso Fafula, welcome back again to my another video. So के छ खबर हजुरहरुको सन्चै हुनुहुन्छ होला सबैजना है म पनि एकदमै सन्चै नै छु आज अब ह्यापी होली फर्स्ट अफ अल सबैजनालाई हैन स्पेशली होलीको दिनमा अलिकति इन्टरटेन त हैन हुनै पर्यो भिडियोमा चट्ट हैन सो त्यही हो अलिकति सुनमा सुगन्ध भने जस्तो भिडियोमा पनि अलिकति हुन्छ नि सो त्यही हो गाइज आजको दिन होली अब म पनि रेडी भइसकेँ एज यु क्यान सी गाइज यहाँ टक्क हैन टी सर्ट लगाइसकेँ है सो आज त सबै व्हाइटै व्हाइट छ माथिदेखि तलसम्म अब त्यही हो लेट्स सी के हुन्छ हैन राइडमा सो आज हल्का रमाइलो पनि यताउता सबै आज मिक्स हुनेछ हैन पठाउ राइड मात्र हैन कि राइड पनि गरिन्छ यताउता हैन घुमेको चट्ट कन्सर्टहरू होला अब उता बसन्तपुर दरबारमा कतातिर हुन्छ सो त्यता पनि यसो झलक है त सो आज अलिकति सकेसम्म इन्टरटेन गराउने कोसिस गर्दछु एन्ड सो त्यही हो गाइज है हो बाइक कालो धेरै हिजो बेलुका अलिकति चट्टु गर्नु पर्यो है सो म चाहिँ निस्केको अब केटाहरू भाइहरू बुलेट लिएर आइसकेको अब म चाहिँ निस्केको है गाइस सो कुसुमलाई उहाँ बसन्तपुरसम्म छोडिदिनु पऱ्यो अनि त्यहाँबाट चाहिँ म भाइहरू हो अब चाहिँ हामी लाग्छौँ है सो बाटोमै भेटौँला है त गाइस ल जम सो गाइस आज चाहिँ अब त्यही हो मैले भनिसकेँ होइन अब कुसुमलाई चाहिँ म बसन्तपुर छोडिदिएर म त्यताबाट लाग्छु सो आज चेकिङ चाहिँ वाइल्ड नै छ गाइस यतातिर ल ठाउँमा आज चाहिँ अलिकति चढ्छ होइन कन्सर्टहरू आज जस आज माहौल आज छुट्टै हुन्छ सो त्यही हो गाइज म आज सकेसम्म अलिकति भिडियो चाहिँ मिक्स नै हुन्छ लेट्स गो के हुन्छ है कति जाममा पर्यो त जाम त यस्तै हो बुढी यस्तै हो त्यही हो अब आजको दिन चाहिँ म पनि अब होइन इन्जोय गर्दै हजुरहरूलाई पनि अलिकति इन्टरटेन गराउँदैनौँ के भएको कस्तो धन्न टायरले किल्छ खुट्टालाई पो छिरेको भयो टायरमा छिर्न त दिँदैन खासै लगाएछ हामी चाहिँ ठाउँमा आइपुग्यौँ कन्सर्ट छ क्या यहाँनिर स्टलहरू राखेर लगाएछ आज चाहिँ यहाँनिर कन्सर्ट छ मस्त होइन यतिको भएपछि ठिक छ केटाहरूलाई रोक्यो गाइज मापसे चाहिँ नो है नो बरु बेलुका खाएर चलाऊ बेलुका खाएर होइन यो रिकमेन्ड चाहिँ गर्दिनँ म खाएर चलाऊ भन्दा चाहिँ तर दिउँसो नि खाँदा हुन्छ हिँड्नलाई चाहिँ ड्राइभै गर्नुपर्छ भने चाहिँ प्लिज है गाइज कुसुमलाई छोडिदिइसकेँ है अब चाहिँ राइड हान्न जानुपर्छ लेट्स चेक राइड A few moments later. सो गाइज मेरो चाहिँ फेरि पनि राइड आइसकेको छ सो उहाँलाई लिन जाँदैछु ए हजुर हो उता दार्जिलिङ हाइड होइन हजुर समाथि भन्दा सक्छ बाइकमा हिँडेर पास हो होइन कुदाउँदै लान्छु नि है बाबु सजिलैले बस्नुहोस् हाले के छ खबर हाले चुरी च्याउले टिक मुला खबर क्या बोला तूने ठिकान मुला गरौँ छ त्यो हजुर गरौँ छ डराउँदैन गरौँ छ भनेको हजुर अरे बस कर
गरुङ्गो छ गरुङको छैन त्यो खाप्से हो के हो ए हजुरहरू आफैले बनाउनुहुन्छ हो हजुर अनि आज होली नखेल्नु भएको साथीहरूले घुम्न जाऊँ भनिरहेको थियो फेरि उता दिदीले खाप्से ल्याउनु भनिरहेको थियो अनि त्यही खाप्से पुऱ्याउनु अनि जानु न घुम्न भने अब नजानी दिदीकोमा बस्ने अच्छा बाबु निदाउँदैन नि खै अहिलेसम्म निदाएकै छैन निदाउँछ हो कि त्यही त अगाडि बस्छ लामो बाटोमा फेरि बिहे गरे कति भयो तपाईँले अनि मैले 5 वर्ष भएर 6 वर्षमा लागिसक्यो अनि अहिले त धेरै त पुगेको छैन जस्तो लाग्छ तपाईँ हेर्दा त हो कति वर्ष पुग्नु भयो म हिजोअस्ति यो माघदेखि 21मा हिँडेको मैले बिहे त 14मै गरेँ हो मेरो अगाडि चाहिँ के होला यो भन्नाले यो बाक्सा बोकिरहेको छु मैले है त बिचरा मलाई अप्ठ्यारो भयो नि पर्छ सोध्दै भएर चाहिँ बाक्सा बोकिरहेको छु लेट्स सी सो गाइज हाम्रो चाहिँ यो राइड पनि कम्प्लिट भइसकेको छ लास्टै अप्ठ्यारो भयो बाक्सा यत्रो बाक्सा रहेछ उहाँको अनि अब बच्चा पनि छ है सानो बाबु पनि रहेछ गाह्रो हुन्छ नि होइन बाबु पनि निदाउनु थाल्यो क्या जस अप्ठ्यारो चाहिँ लास्टै अब टर्निङ काट्नै नसक्ने भनेको कहिले गाई चट्ट हुन्छ नि त सो गाइज अब चाहिँ छिन यतातिर हेर्नुपर्छ राइड कम्प्लिटै गरेको छैन सो गाइज यो राइड चाहिँ कम्प्लिट भइसकेको छ यो हो तिम्रो नाम बहिनी परिचय भित्र कन्सर्टमा भन्दा बाहिर रोड जाम छ यार तपाईँलाई दुर्गेशको गीत आउँछ हजुर दुर्गेशको गीत आउँछ आउँदैन सुन्छु चाहिँ अहिले के हो बहिनी नाम परिचय पाऊँ कि के भन्यो कौन है ये लोग कहाँ से आते हैं ये कता हिँडेको बिजुली बालेर यो कुन हगाई हो रे दादा तपाईँलाई आउने रहेछ केटाहरूले होली पनि नारा लाएर जसरी मनाउँछ त लौ न दुईजना आएर चलेर बसिरहेको छु यहाँनिर तपाईँ चाहिँ कहाँ हेर्नु भ्याउनुहुन्छ हौ कता हिँडेको बिजुली बालेर च्याप भएर गाडी गुडाउँदै ओए ओर्ली केटा ओर्ली भन्ने क्या वाइल्ड क्राउड छ गाइड आहा निस्केछ भयो बा कहाँ हिँडेको यत्रो टुरिस्टहरू ह्याप्पी होली ह्याप्पी होली ह्याप्पी होली भने राइडर गर्ल बा 220 चलाएर हिँड्नु हो हाम्रो राइडर 220 राइडर गर्ल भेट्यो वाइट क्राउड सब यहाँबाट के गरेर छिर्ने भयो क्या मलाई हस् धन्यवाद नखोल्नु होला हौ हेलमेट त त्यही भने के गरे त्यो अनि के मुठी बोकेको छ त थोरै भने मुठी बोकेको अलि लाएर जाउँ A few moments later. होली लागेको छ केटाहरूलाई ल सो गाइस पानी पर्यो क्यामेरा
हुन्छ हुन्छ सामाकोसी चोकमा होला नि भयो सामाकोसी जाने कि पिजी मोल्ने हो इस सज्जन को क्या तकलीफ है भाई? यही हो सामाकोसी सामाकोसी यही हो एकचोटि फोन गरेर सोध्नु। ट्रेन छैन नि अब छैन म भर्खर आएँ भर्खर आयो अँ भर्खर क्या हो अलिअलि हस् धन्यवाद 2000 years later. सो गाइज मेरो चाहिँ रिक्वेस्ट लागिसकेको छ बौद्धबाट है सो अघि यतैबाट लिएर उताबाट लिएर आएको छु न्यु रोडबाट अनि फेरि यहाँबाट हाडी गाउँसम्मको छ हजुर हो हाडी गाउँ होइन त ए हुन्छ ल बस्नु भयो सो गाइज हाम्रो चाहिँ यो राइड कम्प्लिट भइसकेको छ सो अब अन्तिम भन्दा नि अहिले बेलुका के हुन्छ आई थिङ्क यो लास्ट नै होला जस्तो लागिरहेछ म अब कुसुमलाई लिन जाँदैछु म चाहिँ यहाँ कुसुमलाई लिन जाँदैछु यहीँनिर छ भन्नु तिनीहरू बुलेट हान्नु पऱ्यो गाइज लेट्स सी ओ भाइ के हो टी सर्ट दियो न उसलाई जाडो हुँदैन यो चिसो लाग्छ कि तँलाई ल भाइ केटा आजको भिडियो स्पेसली चाहिँ होलीको दिन हाम्रो नेपालीहरूको फेस्टिभल आजको भिडियो यति नै भयो सो के कस्तो लाग्यो सदाब सुल्ला के बोले भाई अब के बोले टक्क कमेन्ट डाउन बिलो या गाइज बाई बाई